क्रान्ति सहज थिएन। अन्याय र उत्पीडन विरुद्धको विद्रोह थियो त्यो। तानाशाहलाई घुँडा टेकाउन, विश्वलाई जनयुद्धको नमुना देखाउन उनीहरू कसिएका थिए। युद्धलाई उचाइमा पुर्याउन कुनै पनि मूल्य चुकाउन उनीहरू तम तयार थिए। युद्ध सफल हुनुमा भौतिक क्रान्तिसँगै चेतनाको क्रान्ति हुनु पनि त्यत्तिकै जरुरी थियो। जनतामा चेतनाको लहर छर्न, युद्धको सत्य तथ्य सूचना सम्प्रेषण गर्न प्रभावकारी सञ्चार माध्यम अपनाउनु आवश्यक ठानियो। देश र जनताको लागि आफ्नो अमूल्य जीवन समर्पण गर्नुहुने अथवा आफ्नो सम्पूर्ण व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको लागि आफ्नो जीवन दिने महान मान्छेहरूलाई नै शहीद भन्ने गरिन्छ। नेकपा माओवादी पार्टीका हरेक योजना र क्रियाकलाप विरुद्ध त्यतिबेला राज्यका पत्र पत्रिका, रेडियो, टेलिभिजन खनिएका थिए। उता माओवादीले पनि जनयुद्धको यथार्थ सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चारबाट वैचारिक क्रान्तिको थालनी गर्दै अगाडि बढ्ने निधो गर्यो। वीरतापूर्ण सङ्घर्ष गर्ने क्रममा कम्पनी भिसी सहित 10 जना जनमुक्ति सेनाका योद्धाहरूले पनि शहादत प्राप्त गर्नुभएको त्यहाँबाट हाम्रा युद्ध संवाददाताले जनाउनु भएको छ। अब जनयुद्धको चाहिँ पहल भइसकेपछि ठुलो तपस्या भन्नु, ठुलो बलिदानकै बीचबाट हामीले सञ्चार सिस्टमलाई पनि विकास गर्दै लगेका थियौँ। जब आधार इलाकाहरू बनाउने क्रम सुरु भयो त ग्रामीण क्षेत्रहरू चाहिँ बिस्तारै मुक्त हुन थाले। पुरानो सत्ताको चाहिँ त्यहाँ कुनै उपस्थितिलाई चाहिँ रहेन। त्यसपछि चाहिँ हामीले आत्मनिर्भर सञ्चार सिस्टमलाई पनि बिस्तारै विकास गर्न हामी सक्षम भयौँ। त्यसमा पनि चाहिँ पहिलो चाहिँ हाम्रो चाहिँ फौजी दृष्टिकोणले सबै हाम्रा फौजी कमान्डहरू, हाम्रा टिमहरू, युनिटहरूको आपसी कोअर्डिनेसनको निम्ति एउटा सञ्चार सिस्टम हामीले डेभलप गऱ्यौँ। त्यो चाहिँ आधुनिक नै थियो। भन्ने हो भने कतिपय अवस्थामा त पुरै अन्य चाहिँ पार्टीहरू पहिला सरकारमा भएका तिनीहरूभन्दा हाम्रो व्यवस्था चाहिँ चुस्त दुरुस्त थियो। हामी सजिलै सम्पर्क गर्न सक्ने, कमान्ड कन्ट्रोल गर्न सक्ने त्यतिकाले विकास गऱ्यौँ। त्यसपछि हामीले चाहिँ फेरि जनतामा चाहिँ सञ्चार, जनतामा प्रचारलाई चाहिँ स्थापित गर्न हामीले चाहिँ जनरेडियोको पनि हामीले त्यति बेला नै बिस्तारै आधार तयार गर्दै लग्यौँ। र जति बेला रेडियोको, पहिला त रेडियोको कुरा गर्दा चाहिँ हामी भित्रै पनि बडो अनौठो लाग्थ्यो। हाम्रो पनि रेडियो हुन सक्ला र भन्ने जस्तो लाग्थ्यो। तर पछि चाहिँ फेरि आधार इलाकाको विकाससँगै, बलिदानको विकाससँगै त्यो आधार खडा भयो। प्रतिबन्धित अवस्थामा नेपालबाट सञ्चार क्रान्ति गर्नु ठूलो चुनौती थियो। त्यसबेला जनादेश पत्रिकालाई भूमिगत अवस्थाबाटै प्रकाशनमा ल्याइन्थ्यो। तर यो पत्रिकालाई पनि लामो समयसम्म टिक्न दिइएन। जब जनयुद्ध सुरु भयो, राज्यद्वारा यसरी खेदियो कि हामी लखेट्यौँ। जस्तो तपाईँ हेर्नुहुन्छ भने जस्तो जनादेशमा साहसिक भट्टराईमाथि साहसिक आक्रमण लेख्यौँ, त्यसमा सचित्र चित्र पनि दियौँ। त्यो बेलामा यस्तो ढङ्गले चाहिँ हस्तक्षेप गर्यो कि राज्यले, सायद त्यो इतिहासमा पत्रिकाहरूमाथि त्यो ढङ्गको हाम्रो जनपक्ष पत्रिकाहरूमाथिको हस्तक्षेपको वर्ग सङ्घर्ष उचाइमा उठ्दै थियो। स्वाभाविक ढङ्गले वर्ग दुश्मनहरूले हाम्रा मिडियाहरूमाथि, जो विचार प्रवाह गर्ने मिडियाहरूमाथि असाध्य धेरै खेल्न थाले। यसलाई एउटा वैकल्पिक एउटा आउटपोस्ट, एउटा कुनै पोइन्टहरू चाहिन्छ भनेर चाहिँ वास्तवमा पार्टीले त्यो निर्णय गर्यो। र त्यो क्रममा हाम्रो त्यहाँ सूचनाहरू केन्द्रित गर्ने जनादेशलाई पनि चलायौँ। सबैतिर फेरि प्रेस चलाउनुपर्छ भने फेरि हामीले सबै क्षेत्रतिर प्रेस खडा गर्यौँ। उता विदेशबाट कृष्णसेन अनलाइन सुरु गरिएको थियो। यसैबीच पत्रकार कृष्णसेनलाई समेत तत्कालीन सरकारले बेपत्ता बनायो। जनादेश साप्ताहिक प्रतिबन्धित जस्तै भयो, सबै पत्रकारहरू गिरफ्तार भए। र त्यसै क्रममा 2059 जेठ 6 गते कृष्णसेनलाई गिरफ्तार गरियो, जनादेश साप्ताहिकको सम्पादक। र 2059 जेठ 13 गते उहाँको हत्यासम्म पनि गरियो।
र जनादेश साप्ताहिक आफ्ना सम्पादकको हत्या, आफ्ना कतिपय पत्रकारहरूको गिरफ्तारी भए पनि निरन्तर रूपमा प्रकाशित भइरह्यो। आन्तरिक सञ्चारलाई सुदृढ पार्न व्यक्ति बीचमा खबर आदान प्रदान गर्ने पोस्ट सिस्टमको पनि विकास गरियो। यसरी जनयुद्धलाई विज्ञान, कला र सञ्चारको आडबाट उत्कर्षमा पुर्याउने अठोट माओवादीले लिएको थियो। युद्धकालीन समाचार र पार्टीका योजना जनता समक्ष पुर्याउन भूमिगत रूपमै सञ्चालन गरिएका इन्टरनेट, पत्र पत्रिका र अन्य सञ्चार माध्यम पर्याप्त भएनन्। जनयुद्धलाई उठाउनका निम्ति र जनयुद्धलाई चाहिँ खास गरी जनताको बीचमा स्थापित गर्न जनविद्रोह र सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रह्यो भन्दा फरक पर्दैन। अशिक्षित जनसमुदायलाई पनि लक्षित गरी सहज र सरल माध्यमका रूपमा एफएम रेडियो सञ्चालनमा उनीहरू जुटे। यो चाहिँ फेरि रेडियो अवधारणा सुरुमा चाहिँ सेन्ट्रल कमिटीमा ल्याएर अब हामी यता जानुपर्छ भनेर मैले प्रस्ताव पेश गरेको हो। मैले के देखेँ भने गाउँघरमा चाहिँ जाँदा, आधार इलाकामा जाँदाखेरि जनतामा पत्र पत्रिका पढ्न सक्ने क्षमता धेरै कमको छ। साक्षरताकै चाहिँ हाम्रो समस्या छ। जनतालाई त्यो पत्र पत्रिका पढ्ने फुर्सद पनि छैन, पत्र पत्रिका त्यहाँ पुग्ने स्थिति पनि छैन भनेपछि जनताले प्रत्यक्ष चाहिँ ग्रहण गर्न सक्ने दुईटा कुरा मैले देख्थेँ। एउटा त हामीले प्रयोग गरेका थियौँ, जस्तो सांस्कृतिक मोर्चा कुरा भन्नुभयो त, गीत, नाटक, नृत्य, सङ्गीतको क्षेत्रबाट जनताको भावनालाई जित्ने र जनताका चाहिँ समस्याहरूलाई सम्बोधन गर्ने एउटा प्रभावकारी माध्यमको रूपमा रह्यो भने मैले के सोचेँ भने रेडियो हाम्रो भइदिने हो भने यो रेडियो त जनताले सुन्छन् आफ्नो रेडियोको रूपमा। यो त माओवादीको रेडियो भनिसकेपछि जनताको आफ्नै रेडियो भनेपछि असाध्यै छिटो प्रभावकारी ढङ्गले सञ्चार हुन सक्ने रेडियो भनेर परिकल्पना गरेँ मैले। चाहिँ त्यो सजिलै बुझ्ने कुरा भयो। हाम्रो जस्तो देशमा आधार इलाकामा जनताले छिटो ग्रास्प गर्ने, आत्मसात गर्ने भनेको हाम्रो रेडियो नै हो भन्नेबाट सुरु गरियो र अनि बिस्तारै त्यसलाई अगाडि बढाउँदै लिएर गएर घुम्ती रेडियोको रूपमा चाहिँ यो अगाडि आयो। प्रतिबन्धित अवस्थामा भूमिगत क्रान्तिको नेतृत्व गरेको पार्टीलाई उपकरण जुटाउनु र रेडियो सञ्चालन गर्नु ठूलो चुनौती थियो। त्यसो त रेडियोको प्रविधि आफैमा पनि त्यति सहज विषय पनि होइन। भीर पाखामा युद्ध लड्ने योद्धाले सञ्चालन गर्नुपर्ने रेडियो भएकाले ठूला ठूला एन्टेना र ट्रान्समिटर बोकेर दौडिन पनि सम्भव थिएन। त्यसैले यी उपकरण विदेशबाट झिकाउनु जति आवश्यक थियो त्यत्तिकै चुनौतीपूर्ण पनि थियो। तत्कालीन शाही नेपाली सेनाको सुरक्षा घेरा तोडेर रेडियो उपकरण भित्र्याउन साँच्चै युद्ध कुशलताको जरुरी थियो। अन्ततः उनीहरूले युद्ध कलाकै भरमा सुरक्षा घेरालाई तोड्दै अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रेडियोका उपकरणहरू भित्रै छाडे। रेडियो ट्रान्समिटरहरू हामीले बाहिरबाट हामीले झिकाएका थियौं, विभिन्न चाहिँ स्रोतहरू परिचालन गरेर, र त्यसले दुश्मनका दुष्प्रचारहरूलाई चिर्नमा रेडियोले धेरै महत्वपूर्ण भूमिका खेल्यो। सबभन्दा पहिला हामीले
नेपालको क्रान्तिकारी आन्दोलनमा सेटेलाइट फोनहरू मोबाइल फोनहरू पनि हामीले प्रयोग गर्यौं र त्यो पनि मानव जातिले विज्ञानले विकास गरेको प्रविधिहरूलाई हामीले आन्दोलनसित जोड्यौं। यो उच्च प्रविधिहरूलाई हाम्रो मुक्ति आन्दोलनसित जोडेर हामीले अगाडि बढायौं र त्यसले छिटो गतिमा नेपालको लोकतान्त्रिक आन्दोलन यहाँको राष्ट्रिय आन्दोलनलाई अगाडि बढाउनमा र उपलब्धिहरू हासिल गर्नमा धेरै महत्वपूर्ण भूमिका खेल्यो। तत्कालीन शाही नेपाली सेनाको कड़ा सुरक्षा पहरा बीच ती उपकरण गन्तव्यमा पुर्याउनु कहाली लाग्दो अनुभव नै थियो। सुरुमा जाँदाखेरि त म जब काठमाडौँ जाँदै थिएँ त्यतिखेर मात्र 3वटा चेकपोस्टहरू थियो, 3 ठाउँमा मात्रै चेक गरेका थिएँ म चढेको गाडी। तर फर्केर आउँदाखेरि त्यो सामग्री सहित लिएर आउँदाखेरि म सिराहासम्म आइपुग्दाखेरि, सिराहाको चाहिँ ओल्लो छेउसम्म आइपुग्दाखेरि, लान आसपास आइपुग्दाखेरि 21 ठाउँ चेक भएको थियो। रेडियो सञ्चालन सम्बन्धी ज्ञान नभएकाले उनीहरूलाई उपकरणसँगै प्राविधिक सिपको पनि आवश्यकता थियो। हामीले अहिले देशमा 5वटा FM रेडियो सञ्चालन गरेका छौँ। लुकी छिपी लिएका आधारभूत रेडियो प्रशिक्षणपछि सुरक्षित स्थानको खोजी गर्दै उनीहरू रेडियो सञ्चालनका लागि आआफ्ना युद्ध क्षेत्रमा लागे। प्राविधिक रूपमा दिवाकर कमरेड हुनुहुन्थ्यो, उहाँले हामीलाई सहयोग गर्नुभएको थियो र वैचारिक राजनीतिमा ईश्वरचन्द्र ग्यावाली हुनुहुन्थ्यो, उहाँले कमान्ड गर्नुभयो र कमान्ड गरिसक्नु भएपछि र सोनाम कमरेडको उपस्थितिमा हाम्रो एउटा बैठक सम्पन्न भइसकेपछि उहाँले निर्देशन गर्नुभयो र हाम्रो पूर्वी क्षेत्रीय ब्युरो भन्ने थियो, त्यसको इन्चार्ज अभ्यास कमरेड हुनुहुन्थ्यो र उहाँ पनि सँगै रहनुभयो र हामीले 1 हप्ताको बीचमा हामीले एउटा प्रोग्राम तयार गऱ्यौँ, एक घण्टाको जति। र हामी 60 भदौ 30 गते काभ्रेको एउटा डाँडामा, थाम डाँडा भन्थ्यौँ, त्यो डाँडामा उक्लेर हामीले प्रसारण सुरु गऱ्यौँ र प्रसारण उद्घाटन कमरेड अभ्यासले नै गर्नुभयो र बेलुका 7 बजीतिर र त्यति बेला हामीले 1 घण्टा जति सञ्चालन गऱ्यौँ र त्यो हाम्रो एउटा नौलो नितान्त नयाँ अनुभूति र अनुभव पनि थियो भन्ने हामीलाई लाग्छ। नेपालका विभिन्न 5 स्थानबाट प्रसारण सुरु गर्ने लक्ष्य अनुसार सेती महाकाली क्षेत्रको टोली कालीकोटको कोटबाडा, भेरी कर्णाली क्षेत्रको टोली जाजरकोट हुँदै जुम्ला सल्यानतर्फ लाग्यो। आधार इलाकाको केन्द्रबिन्दु बनाएर एउटा समूह रोल्पाको जलजलातर्फ केन्द्रित भयो। बागमती अञ्चललाई केन्द्रबिन्दु बनाएर अर्को टोली भने काभ्रेको आसपासबाट प्रसारण गर्न जुट्यो। उता पूर्वी प्रसारण टोली भने जनकपुर, सगरमाथा, मेची, कोशी क्षेत्रलाई आधार बनाएर उदयपुरको कमेरीमा पुग्यो। सरल ढङ्गले जनताको बीचमा पनि पुग्ने एउटा माध्यम पनि भएको हुनाले रेडियो गणतन्त्रलाई चाहिँ प्रयोग गरिएको चाहिँ थियो र त्यो परिकल्पना हाम्रो देशको चाहिँ जुन कमान, हाम्रो पार्टीले युद्धको जुन कमान निर्माण गरेका चाहिँ थियो, त्यो कमान र क्षेत्र अनुसार सबै क्षेत्रतिर पुग्नुपर्छ भन्ने सोच अनुरूप 5 ठाउँबाट रेडियोको सञ्चालन गरिएको चाहिँ थियो। गाईघाटबाट आधा दिन गाडीमा पहाडी यात्रा गरेपछि निरन्तर 10 घण्टा उकालो ओह्रालो पैदल यात्रा गरेपछि मात्र कमेरीमा पुग्न सकिन्छ। अब हाम्रो सुप्रिम कमान्डर अध्यक्ष कमरेड प्रचण्ड कै नेतृत्वमा आन्दोलन भइसकेपछि उहाँले सूचना र सञ्चारको क्षेत्रमा थुप्रै कुराहरू गर्नुभएको थियो, थुप्रै प्रकाशनहरू पनि भएको थिए। त्यही मध्येबाट एउटा हामीले उक्ति ल्याउँ अध्यक्षको
सूचना प्रविधिमा भएको विकासले विश्वलाई अभूतपूर्व रूपमा सङ्घुराइदिएको छ भन्ने हामीले सुरुमा अन्तर्राष्ट्रिय एउटा गीतको धुनको चाहिँ टुका हाल्यौँ। त्यो पनि हामीले यो चिनिया लङ मार्चबाट कपी गऱ्यौँ कि त्यो कपी गरेर हामीसित त्यतिखेर अन्तर्राष्ट्रिय गीतको धुन अन्तर्राष्ट्रिय गीत पनि थिएन, किनकि त्यो कुनै खालको पूर्व तयारी बिना एउटा आकस्मिकतामा भयो कि हाम्रो त्यो चाहिँ पूर्वमा रेडियो प्रसारण चाहिँ। व्यवस्थित स्टुडियोमा सञ्चालन हुने रेडियो प्रविधि जंगलमा जोडेर चलाउनु गाह्रो काम मात्र थिएन, सामान्य व्यक्तिका लागि अचम्म लाग्दो पनि थियो। उनीहरू जंगल बीचमा छाप्रा र कटेरो बनाउँदै समाचार र जनवादी गीतहरू प्रसारण गर्थे। पहाड़का टाकुरा जंगलका माझमा त्रिपाल टाँगेर जस्तो सक्थे त्यसै गरी रेडियो मार्फत जनतालाई बुझाउने प्रयत्न गर्थे। श्रोतावृन्द, कार्यक्रमको अर्को कोसेलीमा अब प्रस्तुत गर्छौं पत्र सन्देश। आफ्नो घर परिवारबाट टाढा देशका सुदूर क्षेत्रमा विभिन्न मोर्चामा जिम्मेवारी र कर्तव्य पूरा गर्ने रेडियो सञ्चालनका लागि उनीहरूलाई पार्टीको केन्द्रीय तहबाटै निर्देशन थियो। युद्धमा होमिएका उनीहरूले रेडियोको प्रसारण सम्भव हुनुलाई ठूलै सफलता ठानेका थिए। 2060 साल कार्तिक 21 गते पार्टी अध्यक्ष तथा सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरी रेडियो उद्घाटन भएको सम्झना गर्दै हाम्रो पार्टीले तमाम अप्ठ्यारासँग जुझ्दै प्रतिक्रियावादी हत्याराहरूका झुटा प्रचारको प्रतिरोध गर्न तथा जनताको सूचना संयन्त्रलाई नयाँ उचाइमा उठाउन एफएम नै भए पनि औपचारिक रूपमा आजकै दिन रेडियो जनगणतन्त्र नेपालको उद्घाटन गर्ने निर्णय गरेको छ। म यस विशेष अवसरमा रेडियोसँग सम्बन्धित सम्पूर्ण कमरेडहरू तथा आम जनतामा यसको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। उनीहरूले एकै ठाउँमा लामो समयसम्म प्रसारण गर्दैनथे। जनमुक्ति सेनाको पहरामा अनकन्टार डाँडा र खुसमा रेडियो प्रसारण गर्दा गर्दै कहिलेकाहीँ त भिडन्त नै सुरु हुन्थ्यो। ढोका झोला बोरामा सामान हालेर जंगलतिर लुक्नु पर्थ्यो। जनयुद्धका यथार्थ समाचार, युद्धकालीन सन्देश र पार्टीका विचारहरू जनसमक्ष पुर्याउनु उनीहरूको लक्ष्य थियो। यो चाहिँ हाम्रो यो चाहिँ जनगणतन्त्र रेडियोको एउटा प्रसारण मैले जेलबाट पनि फेरि चाहिँ तपाईँको चाहिँ सुने भन्नुहोस्। अब मैले चाहिँ त्यहाँबाट पनि सुने र मलाई धेरै खुसी लाग्यो भन्नुहोस्। जनयुद्धलाई नयाँ उचाइ प्रदान गर्नुको निम्ति पनि यो जनरेडियोले एउटा महत्त्वपूर्ण के हो भनेदेखि भूमिका चाहिँ एउटा निर्वाह गर्दै आयो। विश्वले नै नियालिरहेको नेपाली माओवादी जनयुद्धलाई सफल तुल्याएर नमुना देखाउन चाहन्थे उनीहरू। युद्धको बहाव र प्रभावको वास्तविक सूचना र सन्देश प्राप्त गर्ने एक मात्र विश्वासिलो रेडियो बन्यो रेडियो जनगणतन्त्र। एक कान दुई कान मैदान भने झैं जंगलबाट सञ्चालित रेडियोका समाचार संगीतले गाउँ शहर बिउझाउन थाल्यो। मायाले बाँधिरखुला दुश्मनको नजरबाट लुकाइरखुला। मायाले बाँधिरखुला दुश्मनको नजरबाट लुकाइरखुला। लुकामारी खेल्दै खतम गरी दुश्मनलाई, लुकामारी खेल्दै खतम गरी दुश्मनलाई विजयको टीका लगाइ आउन
जनयुद्ध चुलिँदै गयो। रेडियो जनगणतन्त्र युद्धको संवाहक बन्यो। जनयुद्धको विकास सँगसँगै 2052 साल फागुन 1 गते जनयुद्धको सुरुवात सँगसँगै त्यो दिशातिर हामीले चाहिँ विभिन्न क्षेत्रमा पहल गर्यौं। मुख्यतः पहिला अब पत्र पत्रिकाको क्षेत्रमा हामी अगाडि बढ्यौं र पछिल्लो चरणमा खासै जनयुद्धको विकास एउटा उचाइमा आइसकेपछि दुश्मनको हाम्रो विरुद्धको दुष्प्रचार पनि व्यापक रूपमा वृद्धि भयो। त उनीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ नेकपा माओवादीलाई बदनाम गराउनको लागि जुन ढंगले एउटा अभियान चलाए त्यसको प्रतिरोध गर्नको लागि सञ्चारको क्षेत्रमा मिडियाको क्षेत्रमा पनि हामीले पहल लिन आवश्यक देख्यौं र त्यो दिशातिर अगाडि बढ्ने क्रममा नै मुख्यतः जनगणतन्त्र रेडियोको स्थापना भएको हो। एउटाको यो ह्यान्डसेटको मात्रै त 6-7 हजार मात्रै पर्छ। अनि क्षमता कति हो यसको? म 15वटा ह्यान्डसेट यो सेटहरू चलाउनु हुन्छ र पालो पालो गरिकन यो ह्यान्डसेटबाट बेस। भोजपुरको पानदारेमा शाही सेना र जनमुक्ति सेनाबीच भएको दोहोरो भिडन्तमा परि 12 जना शाही अमेरिकन सेनाको मृत्यु हुनुको साथै ठूलो मात्रामा हतियार कब्जा गरेको छ। तत्कालीन शाही नेपाली सेनाले यस प्रविधिलाई निमित्यान्न पार्न थुप्रै खोजी र प्रयत्न गर्यो। कहिलेकाहीँ त रेडियो जनगणतन्त्रले सञ्चालन गरेको 95.1 मेगाहर्जमा फ्रिक्वेन्सी जुधाएर प्रसारणलाई अवरोध उत्पन्न गराउने प्रयत्न पनि गर्यो। तर सेनाको यो प्रयास पूर्ण रूपमा सफल हुन सकेन। घुम्ती रेडियोका रूपमा डोका र झोलामा बोकेर हिँड्न सकिने रेडियो भएकाले सामान्य सुराकी पाइहाल्दा पनि उनीहरू तुरुन्त ठाउँ परिवर्तन गरिहाल्थे। रेडियो प्रसारण टोलीलाई जनसेनाले पहरा दिन्थ्यो। एन्टिना जोडेको रुखी हो। हामीले रबिन चढ्नु भएको थियो। रबिन र म मिलेर एन्टिना टाँगेका थियौँ। रुख यही हो एन्टिनाको। उहाँहरूको चाहिँ जस्तै रेडियो स्टेसन चाहिँ यसैमा राख्नुहुन्थ्यो, यहाँबाटै टावर चाहिँ। मौसम र समय हेरेर उनीहरू रेडियो सञ्चालन गर्थे। निरन्तर भिडन्त भएको अवस्थामा प्रसारण नै रोक्नु पर्थ्यो। कहिलेकाहीँ त दिनभरि युद्धमा लडेर राति आफै कार्यक्रम निर्माण गरी प्रसारण समेत गर्ने गर्थे। एकातिर निरङ्कुश शाही तन्त्रले आफ्नो खुनी शासन बचाइराख्नको लागि आम हत्यामा उत्रिएको छ भने अर्कोतिर मुक्ति योद्धाहरू निरन्तर संघर्ष गरेर देश अनि भीर पाखामा लुकामारी गर्दै दुश्मनको आँखा छल्दै प्रसारणको स्थान परिवर्तन गर्दाको सम्झना यसरी सुनाउँछन् पूर्वी प्रसारण टोलीका एक सदस्य। त्यो माथिल्लो अग्लो डाँडा चाहिँ ट्याम्के हो। त्यो माथि टुप्पोमा अलिकति सेतो पनि देखिरहेको छ। अनि त्योदेखि तल्लो सेलमै डाँडा भन्छ, अलिकति मैदान जस्तो अलिक होचो छ त्यो डाँडा, 300 मिटर होचो छ होला समथिङ। त्यो डाँडामा पनि रेडियो अधिबार बसेको थियो। समथिङ हामीले 6 प्रसारण त्यहाँबाट गर्यौं। सुरुमा साथमा भएको ल्यापटपमा कार्यक्रम रेकर्ड गरी समय मिलाएर प्रसारण गर्ने गर्थे। रेकर्डका समयमा भने नजिकैका बस्तीमा गएर भान्साघर, टाँड, बुइगल, गाईवस्तुको गोठमा लुकेर रेकर्ड गर्ने गर्थे। अब यो टाँडमाथि चाहिँ अब कम्प्युटरहरू सम्पूर्ण कुराहरू यहाँ चाहिँ उहाँले तयार गर्नुहुन्थ्यो। अनि त्यति बेला चाहिँ यसो झकलझुकल हामीलाई चाहिँ अब चिनेको हुनाले चाहिँ यसै 2 चोटि जस्तो चाहिँ हेर्न हामीलाई पनि दियो। कम्प्युटर त्यो टिभी जस्तो कम्प्युटर सेट चाहिँ कम्प्युटर चाहिँ यहाँ राखेर अनि यहीँ राखेर उहाँहरू यसरी यताबाट मासतिर फर्केर हेर्नुहुन्थ्यो। यसै गरी रेडियो जनगणतन्त्रको यात्रा अगाडि बढ्दो थियो।
समय सँगसँगै उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सोझै सम्पर्क गर्ने सञ्चार सेटहरू समेत प्रयोगमा ल्याउन थाले। हेर्नुहोस् त यहाँ हामीलाई देखेर हानेर हामी एकछिन सल्लाह गर्दैछौँ है। बीबीसी लगायतका अन्तर्राष्ट्रिय रेडियोहरूलाई समेत समाचार र सूचना पठाउने पहुँच उनीहरूमा थियो। छापामार युद्ध गरिरहेका योद्धाले सञ्चालन गरेको यस किसिमको घुम्ते रेडियो सम्भवतः नेपालमा नेकपा माओवादीले पहिलो पल्ट सुरु गरेको हुन सक्छ। जनयुद्धको समाप्ति र शान्ति वार्तापछि भूमिगत रेडियो टोलीले आफ्नो भूमिगत यात्रा टुंग्याउने सोच राख्यो। यसरी विभिन्न स्थानमा सञ्चालित रेडियो मध्ये पूर्वी प्रसारण टोलीको अनुभवलाई हामीले नजिकबाट निहालेका छौं। 2060 सालमा उदयपुरको कमेरीबाट सुरु गरेको पूर्वी प्रसारण यात्राकै क्रममा 2063 साल असारमा धनकुटाको अग्लो चिसो क्षेत्र पाटीगाउँ गाविस डाँडा बजार नजिकैको धजे डाँडाको चिहान घारीमा आइपुगेको थियो। त्यहाँसम्म आइपुग्दा उनीहरूले लगभग स्थायित्वको निर्णय लिइसकेका थिए। चिहानले भरिएको डरलाग्दो चिहान डाँडामा सिरानी हालेर रात बिताउने उनीहरूको निर्णयले पनि यस अघिका यात्रामा भोगेका दुःख सहजै अनुमान गर्न सकिन्छ। अनि साथीहरू प्राय यही सिरानी के अरे यही चिहानकै सिरानी लगाएर पनि राति सुत्नुहुन्थ्यो। हामी 4-5 जना चाहिँ यही सुत्थ्यौँ त्यतिखेर। यो उल्लो कोठा चाहिँ हामीले प्राविधिक रुमको रूपमा प्रयोग गर्यौं र पल्लो कोठा भनेको चाहिँ प्रसारणको लागि कार्यक्रम प्रस्तुताहरू समाचार भन्नका लागि चाहिँ पल्लो कोठा हुन्थ्यो। यो बीच त्यहाँ उनीहरूले खाल्डो खने, सुरुङ बनाए, स्टुडियोका लागि टहरा निर्माण गरे, रुखको आडमा एन्टेना सहितको बाँसको लिङ्गो ठड्याएर टावर समेत बनाए। जमिन मुनिको खाल्डोमा मान्द्रो बेरेर स्टुडियोको संरचना तयार पारे। उनीहरूले तयार पारेको यो सुरुङ स्टुडियो त्यस बेलासम्मकै उच्चतम प्रविधिको स्टुडियो थियो। यसै स्टुडियोबाट उनीहरू थरी थरीका सूचनामूलक कार्यक्रमहरू उत्पादन गरी प्रसारण गर्थे। सुरुङ खनेर बनाइएको यस स्टुडियोमा उनीहरू मधुर बत्तीको वरपर बसेर कार्यक्रम तयार पार्थे। अहिले हामी देशको बदलिँदो राजनीतिक अवस्थाकै बारेमा कुराकानी गर्दै थियौं। अब विजय भाइलाई भेटेपछि त हामीलाई ढुङ्गा खोज्दा देउता मिलेको जस्तै भएको छ। अनि यसो गाउँघरतिर के छ? म पनि यहाँ नआइपुगेको त निकै भइसकेछ। रात दिन नभनी जन अभिरुचिका कार्यक्रम निर्माण गर्नुमा उनीहरू केन्द्रित हुन्थे। त्यसबेला नजिकबाट यो अवस्था बुझ्ने स्थानीय वृद्ध त्यो क्षण यसरी सम्झन्छन्। उहाँहरू यहाँ आएर राम्रो गरी कहिले खाना पनि खान नपाइकन समाचार भन्ने भन्थ्यो, कोही के बनाउने भन्थ्यो, कोही के गर्ने भन्थ्यो। एकै दिन पनि उनीहरूले तातो भात पनि खान पाएको देखिन। हामी अब किसानी यता बाली नाली हेर्छौँ भने उहाँ र हामीभन्दा उहाँहरू बिजी। त्यत्तिकै त्यो उहाँहरू कहिले 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 त्यो मासुहरू त ल्याउँथ्यो नि, मासुहरू ल्याएको पनि त्यो कति बेला हो त्यो कुन आयो, कति खायो कुन आयो, यसरी हामी घर जाम जस्तो बसेर खानै नपाउनेहरू। त्यति साह्रो चाहिँ उहाँहरूको मैले बिजी देखेको क्या। रेडियो जनगणतन्त्रको यात्रा यहाँसम्म आइपुग्दा यसले प्रसारण क्षेत्रसँगै धेरै श्रोताहरू
समेटिसकेको थियो। समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्र घोषणा गर्न राखिएको प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल जारी, सहमतिको प्रयास असफल हुँदै गएपछि आज मतदान हुने सम्भावना। माओवादीले सञ्चालन गर्दै आएको रेडियो जनगणतन्त्र जनसमुदायलाई हस्तान्तरण गरिने, आज बेलुकादेखिको प्रसारण धरानबाट हुँदै। जब जनयुद्धको एउटा विकास हुँदै गयो, हाम्रो स्थानीय आधार इलाकाहरू बन्दै गए, देशव्यापी रूपमा यो फैलिँदै गयो, सूचना सञ्चार चाहिँ एका बढी आवश्यकता पर्दै गयो, बाह्य संसारसँग पनि जोडिनुपर्ने आवश्यकता पर्दै गयो, तब हामीले क्रमशः निम्न प्रविधिबाट उच्च प्रविधितिर पनि हामी विकासले हामीले गर्दै गयौँ। र यसै क्रममा हाम्रा अब सेटेलाइट फोनहरूको प्रयोग त एउटा टेक्निकल फौजी कारणले पनि हामीलाई आवश्यक हुन्थ्यो भने त्यसको साथसाथै जनतालाई सुसूचित गर्नको निम्ति हाम्रो आफ्नै सञ्चार माध्यम आवश्यक छ। खास गरी आधार इलाकामा जनसत्ता निर्माण गर्ने, जनताको बीचमा सूचना प्रवाहित गर्ने आदि कामको निम्ति पनि आफ्नै रेडियो, जनताको रेडियो आवश्यक छ भन्ने मान्यताका साथ हामीले चाहिँ जनगणतन्त्र रेडियोको सुरुवात गऱ्यौँ। डोकामै बोकेरै ठाउँ ठाउँमा लगेर चाहिँ सार्दै रेडियो चाहिँ प्रसारण जुन हामी ढङ्गले गऱ्यौँ, त्यो ढङ्ग एउटा मिथक जस्तै नेपाली इतिहासमा बनिसकेको छ। त्यसैलाई पछि देशव्यापी रूपमा ती सञ्जाल बन्दै गएपछि यसलाई जोडेर अहिले हामीले एउटा एफएम रेडियोको एउटा सञ्जाल केन्द्रीय स्तरबाट पनि हामी गर्दैछौँ र भोलि अझै उच्च स्तरबाट यसलाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ। धरान र धनकुटाको बीच भागमा रहेको अग्लो डाँडामा निर्मित सुरुङ स्टुडियोबाट प्रसारित कार्यक्रमले शहरका पढे लेखेका श्रोतासँगै वरपरका ग्रामीण क्षेत्रका श्रोतालाई समेत लक्षित गरी कार्यक्रम निर्माण गर्ने क्रममा जुट्यो। अनेक कष्ट बेहोर्दै जंगलको यात्रा गर्दै अगाडि बढेको यस रेडियोले पुरानो शैलीलाई त्याग्दै समयानुकूल नौलो शैलीमा प्रस्तुत हुनुपर्ने भयो। उता नेकपा माओवादी शान्ति वार्तामा आइसकेपछि भएको 12 बुँदै समझदारी अनुरूप उसले आफ्ना तबकाका सम्पूर्ण सञ्जाललाई राज्यकै नीति नियम अनुसार सञ्चालन गर्नुपर्ने अवस्था सृजना भयो। जंगलको यात्रा टुङ्ग्याएर अब शहरसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्यो। समयानुकूल व्यावसायिक रूप ग्रहण गर्नुपर्ने निर्णयमा पुग्यो रेडियो जनगणतन्त्र। अन्ततः रेडियो जनगणतन्त्रले सूचना तथा सञ्चार मन्त्रालयको अनुमति लिएर धरान बजारमा सामुदायिक रेडियोको रूपमा अवतरण गर्ने प्रक्रिया अगाडि बढायो। (2063) सालमा सूचना तथा सञ्चार मन्त्रालयको अनुमति पत्र लिई 500 वाट क्षमताबाट प्रसारण अगाडि बढाउने लक्ष्य अनुरूप धरानमा रेडियोको लागि उपयुक्त घर बहालमा लिई सुरुङको फड्को शहरसम्म पुग्यो। शहरका श्रोताको रुचि अन्य रेडियोले प्रस्तुत गर्ने कार्यक्रमसँग प्रतिस्पर्धा गर्दै यस रेडियोले नयाँ यात्रा तय गर्यो। हालसम्म रेडियो गणतन्त्र जनताकै रेडियोको रूपमा स्थापित हुने क्रममा अगाडि बढ्दो छ। यो रेडियो चाहिँ मूलतः जनताको घर दैलोबाट, जनताको झुपडीबाट सञ्चालन भएको एफएम, जहाँ जनताको रगत र पसिना मिसिएको छ। त्यसैले पनि यो एफएम चाहिँ जनताको एफएम हो हामी भन्दै आइराखेका छौँ। पार्टीका तत्कालीन प्रवक्ता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा 2064 साल
मंसिर 1 गते रेडियो जनगणतन्त्रलाई सामुदायिक रेडियोको रूपमा रेडियो गणतन्त्रका नामबाट सञ्चालन गर्न थालियो। र खास गरेर मैले यो 3-4 महिना सञ्चारमा रहेर हेर्दा सबभन्दा बढी पुनर्संरचना र परिवर्तनको खाँचो सञ्चारमै छ। आज यो एफएमले लामो समयको गुप्तवास आफ्नो तपस्यालाई टुङ्ग्याएर एउटा संस्था मार्फत सामुदायिकीकरण हुने अवस्थामा आएको छ। सम्पूर्ण नेपालको, सम्पूर्ण संघीय लोकतान्त्रिक गणराज्य नेपालको साझा एफएम का रूपमा तपाईहरु विकसित हुने अवसर आउँछ। त्यो अवसरलाई त्यसै रूपमा सदुपयोग गर्नु होला भन्ने पनि शुभकामना अहिले नै देखाउँ। हाल यस रेडियोले कार्यक्रम प्रस्तुतीकरणको शैली र कार्यक्रम संरचनामा पनि निकै परिष्कार गरिसकेको छ। यसले जुन ढङ्गले हिजो समाज बदल्ने सन्दर्भमा यसले आफ्नो मिसनलाई केन्द्रित गरेको थियो, सञ्चालनको विधि प्रक्रिया फरक भए पनि अहिले पनि यसको मिसन भने समाज बदल्नेमै केन्द्रित छ। पूर्वी प्रसारणमा रहेको रेडियो गणतन्त्रको पूर्व अनुभव र वर्तमान समस्या जस्तै अन्य जनयुद्धकालीन रेडियोको अवस्था पनि त्यस्तै छ। रेडियो जनगणतन्त्र पूर्वी प्रसारण जस्तै अन्य स्थानमा सञ्चालन गरिएका जनयुद्धकालीन रेडियोले पनि यसै गरी विभिन्न स्थानमा सामुदायिक रेडियोको रूप लिइसकेका छन्। सेती महाकाली क्षेत्रमा रहेको रेडियो हाल धनगढीमा जनआवाज रेडियोको नाममा स्थापित छ। भेरी कर्णाली क्षेत्रमा सञ्चालित रेडियो पनि हाल नेपालगञ्जमा जनआवाज रेडियोकै नामबाट सञ्चालित छ। त्यस्तै आधार इलाका रोल्पामा सञ्चालित रेडियो अहिले रोल्पामै जलजला र दाङमा रेडियो गणतन्त्रको नाममा सञ्चालित छन्। बागमती अञ्चल अर्थात् मध्य क्षेत्रमा सञ्चालित रेडियो भने रेडियो मिरमिरेका नामबाट सञ्चालित छ। सुरुको केही अवधि यी रेडियोहरू विशुद्ध पार्टीका कार्यकर्ताबाट केन्द्रित र नियन्त्रित भए पनि अब यी रेडियोका जनशक्ति समुदायप्रति उत्तरदायी बनिसकेका छन्। यी रेडियोहरूले समय अनुरूप कार्यक्रमको संरचनामा समेत परिवर्तन गरिसकेका छन्। सामुदायिक रेडियोकै नीतिभित्र रहेर सञ्चालित यी रेडियोहरू अबका दिनमा गणतान्त्रिक नेपालको साझा संवाहक बन्नु पर्दछ। यो रेडियो सञ्चालन गर्ने पार्टी नेताले मुलुकको राज्य सञ्चालन गर्ने तहमा पुगिसक्नु भएको छ। त्यो एक ढङ्गले नेपालको ठुलो पार्टी पनि बनेको छ। तर रेडियो चाहिँ समस्यामा छ। त्यसै भएर यो ऐतिहासिक जिम्मेवारी पूरा गरेर आएको रेडियोलाई राज्यले सहयोग गर्नुपर्छ, बचाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। रेडियो गणतन्त्र लगायतका यी रेडियोहरूले जनमुखी यात्रा तय गर्दै इतिहासको पानामा आफूलाई लेखाउने प्रयत्न गर्नुपर्दछ। यति गर्न सकेमा भावी पिढीले पनि अवश्य सम्झनेछन्। क्रान्तिदेखि शान्तिसम्म, सुरुङदेखि सहरसम्म रेडियो जनगणतन्त्रको यात्रा। शुभकामना, शुभकामना।